सबैजनालाई नमस्कार। आज म तपाईँहरूमाझ जन्मकुण्डलीमा तपाईँको कुन ग्रह एक्टिभ भएर बस्दै गर्दा कुन ग्रहले कस्तो स्वभाव दिलाउँछ भन्ने कुराहरूलाई तपाईँहरूमाझ बताउन गइरहेको छु। जस्तै के हो कुन ग्रहको चाहिँ विशेषता के हो भन्ने कुराहरू जे हो ठेट त्यसमै मैले तपाईँहरूमाझ बताउन गइरहेको छु। जस्तै तपाईँको जन्मकुण्डलीमा यदि शनि एक्टिभ भएर बसेको छ भने शनि को चाहिँ स्थितिले चाहिँ तपाईँहरूलाई अलिकति सेवाको भाव दिलाउने होइन, अरूप्रति पनि मैले दयाको भाव राख्नुपर्छ भन्ने कुराहरू चाहिँ दिने खालको बनाउँछ। भनेदेखि राहु एकदमै तपाईँको जन्मकुण्डलीमा राहु एक्टिभ छ, राम्रो भएर बसेको छ र राम्रो स्थानमा शुभ स्थानमा बसेको छ भने तपाईँलाई धेरै षड्यन्त्र गर्न रुचाउने, जस्तै षड्यन्त्रकारी योजनाहरू बुन्न सक्ने खालको स्थितिको गराउने भयो। र अर्को कुरा के हो भने केतु चाहिँ तपाईँको जन्मकुण्डलीमा त्यही अनुरूपले त्यही स्थानहरूलाई चाहिँ ओगटेर बसेको छ भने एकदमै ज्यादा वैरागी बनाउने, वैराग युक्त मान्छे बनाउने, यो संसार केही होइन भन्ने कुराहरू चाहिँ तपाईँहरूमा चाहिँ गराउने खालको स्थिति गराउने भयो है। र तपाईँको के छ भने शुक्रलाई हेर्ने हो भने शुक्र चाहिँ तपाईँको जन्मकुण्डलीको यदि लग्नमा बसेको छ भने शुक्रले एकदमै मान्छेलाई सुन्दर, एउटा राम्रो होइन, एउटा देख्दै फेरि एउटा चमकदार एउटा फेस चाहिँ गराउने खालको स्थिति गराउने भयो। र चन्द्रमा तपाईँको जन्मकुण्डलीमा यदि राम्रो स्थानमा बसेको छ, वृष राशिमा बसेको छ अथवा कर्कट राशिमा बसेको छ अथवा शुभ स्थानमा बसेको छ भने त्यसले एकदमै मान्छेलाई चाहिँ बढी एकाग्रता बनाउने, एकाग्र गराउने। र यदि ग्रहण योगहरू बनेर बसेको छ भने चाहिँ एकाग्र बन्न सक्दैनन्, नत्र भनेदेखि मान्छेलाई एकाग्रता बनाउने खालको स्थितिहरू गराउँछ। जस्तै बुध चाहिँ तपाईँको जन्मकुण्डलीमा एकदमै एक्टिभ भएर बसेको छ, द्वितीय स्थानमा बसेको छ भने त्यसले चाहिँ एकदमै बोलीको तिखारपना होइन, बोलीमा आउनुपर्ने एउटा शुद्धता, बोलीबाट हुनुपर्ने एउटा बाणीको नअड्काइकन बोल्ने खालको स्थितिहरू चाहिँ बुधले गराउने भयो। जस्तै मङ्गल चाहिँ सबसे बडा रक्षक, एकदमै रक्षक भनेको एकदमै रक्षा गर्नको लागि चाहिँ आफू रक्षा गर्न र अरू कोही कसैलाई रक्षा गर्न पनि तत्पर रहने खालको गराउँछ र मङ्गलले है। र अर्को कुरा के हो भने गुरु, जस्तै गुरु चाहिँ एकदमै दयालु, सबैलाई समभाव व्यवहार गर्नुपर्छ भन्ने एउटा ज्ञानको कारक न हो गुरु भन्ने बित्तिकै होइन, सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने स्वभावको, सबैलाई आफ्नोपन चाहिँ दिलाउनुपर्छ भन्ने स्वभावको चाहिँ तपाईँलाई गुरुले गराउनु भयो। भनेदेखि सूर्य चाहिँ एउटा प्रबन्धात्मक क्रियाकलापहरू गर्ने खालको हुन्छ, भनेको केही कुराहरूमा अनुष्ठित भएर बाँधिएर त्यहाँ आफूले गर्नुपर्ने क्रियाकलापहरूलाई चाहिँ सही तरिकाले चाहिँ सफलता दिलाउने खालको स्थिति चाहिँ तपाईँको सूर्यले गराउँछ भन्दै मैले नवग्रहहरूको कुराहरू तपाईँहरूमा केही कुराहरू बताएको छु। केही प्रतिक्रिया छ भनेदेखि हजुरहरूले जनाउन सक्नुहुन्छ। हस्त, धन्यवाद।